एकचोटि चुनावको माहौलसँगै एकचोटि त गाउँको काइलो पनि उठ्या छ। केही गरी त्यसलाई जिताउन पाएपछि त यिनी छोराहरूले पनि शास्ति हाल्नु पर्दैन थियो कि कसरी जिताउने होला त के गरेर। ए बाबु त आइस? आए बुवा। तपाईँ त खालि चुनावको मात्रै के गरेर आएको त? ल ल ल बस 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 बस। ए ल हुन्छ हुन्छ म बस्छु। केही कुरा पनि गर्नु थियो। अनि सुनिस, गाउँमा त्यो काइलो काका उठाएर छ नि चुनावमा। योचोटि त गाउँमा चुनाव सभा ठुलो सभा आउँदैछ नि। घोषणा पत्र पढिस? आमामामा गाउँ गाउँमा विकास गर्छन् रे, घर घरमै विकास गर्छन् रे। यो पटक त तिम्रो पनि केही सेट हुन्छ। तर त्यो काइलो काका उठ्याछ रे, त्यसको लागि यसो साथीहरूसँग कुरा गर्नु नि। यो पटक तिम्रो पनि हेरिदिउला भनेका छन् क्या काइला काकाले। बुवा हजुर अझै पनि त्यही पुराना गफमा हुनुहुन्छ। हरेक 5 वर्षमा यो विकासको लहर आउँछ बुवा, तर त्यही चुनावको दिनसम्म सीमित हुन्छ। हजुरको नेताले रोजगारी दिन्छु, हजुरको नेताहरूले म गाउँमा यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु, त्यो भने चुनावको बेला मात्रै हुन्छ। खै त अहिलेसम्म हामीहरूलाई त केही कदर भएन, हाम्रो योग्यताको केही कदर भएन। त्यही भएर बुवा मैले विदेश जानलाई पैसा बुझाएर आएको छु। त्यही कुरामा तपाईँसँग कुरा गरौँला भने। त्यसो नभन न बाबु, यो पटक त काइलो काकै नभए पनि यो पटक नयाँ मान्छे पनि त उठाछन्, त्यसमा केही त परिवर्तन होला। तिमीलाई पनि विदेशमा नगएर यही केही गरी खान पाऊ भन्ने त होला। देशमै बसेर केही गर्न पाएको त जाति हुने थियो। के फेरिन्छ बुवा? चुनाव आउँदा यिनीहरूले घर आँगनमै आउँछन्, हाम्रै खुट्टा डोगर्न आउँछन्। जुन दिन चुनाव सकिन्छ तपाईँलाई कहिले चिनेका छन्, मलाई कहिले चिनेका छन्। यो देशका जनतालाई पनि चिन्न छोड्छन् यिनीहरूले। त्यो त हो बाबु, तर पनि के तर पनि बुवा, के तर पनि? उनीहरूका छोराछोरीले सहरमा महँगो महँगो स्कुलमा पढ्छन्, महँगो महँगो लाउँछन्, महँगो महँगो गाडीमा हिँडिरहेका हुन्छन्। यिनीहरूका कारणले हामी जस्ता युवाहरू देश छोडेर विदेशमा गएर पसिना बगाउनु परिरहेको छ। यो चुनाव उनीहरूको लागि मात्रै उत्साह बुवा, मेरो लागि त अर्को एउटा प्लानको विकल्प हो। गाउँका सबै तन्नेरीहरू त जसरी विदेश जान थालेपछि यहाँको भोट कसले हाल्ने भनेपछि त पनि बुढेसकालमा एक्लै छोडेर जाने भइसकेन बाबु। मलाई बुवा, मलाई यो माटो, यो हजुरलाई, यो घर परिवार छोडेर जान मलाई पनि पटक्कै मन छैन बुवा। तर देशमा यस्ता नेताहरूको खुकुरो भाषणले मेरो घरको चुलो बल्दैन बुवा। म के भनौँ बाबु, ऊ बेला उमेरमा म त परदेश जान सकिनँ। यही नेताहरूको चाकरी गर्दैमा मैले दिन बिताएँ। अहिले साह्रै पछुतो लागिरहेछ। त पनि विदेश जान्छु भन्छस्। अब यो बुढेसकालमा जबसम्म यो देशमा योग्यताको कदर हुँदैन बुवा, तबसम्म हामी जस्ता युवाहरू सधैँ पासपोर्टको लाइनमै बस्नुपर्ने हुन्छ। बरु हजुरले पनि यो पटक भोट हाल्दाखेरि अलिकति विवेक पुर्याउनु होला। हाम्रोलाई होइन, राम्रोलाई छान्नु होला, ताकि कान्छाले तपाईँलाई बुढेसकालमा अलिकति भए पनि हेरोस्, भोलि उसको भविष्य राम्रो होस्, ऊ गएर विदेशमा भौतारिनु नपरोस्। अब तपाईँहरूले तपाईँहरूको लागि होइन, भोलिका पिँढीहरूको लागि हेर्नुपर्ने अवस्था भएको छ। के भनौँ त बा, मेरो छिट्टै भिजा लाग्दैछ बुवा। यो विषयमा म तपाईँसँग साँझ कुरा गर्छु। अहिले अलिकति काम छ मेरो, म निस्किन्छु। बा, यसपालि भोट नबिगार्नु। देश पनि भन्छ, छोरो पनि फर्किन्छ।